आज चाहिँ के आउनेवाला छ भनेपछि मार्केट रियाक्सन बबाल। हेलो साथीहरु, फेरि पनि स्वागत छ तपाईहरुलाई यामार्सी भ्लगमा। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म नि एकदम सन्चै आरामै छु। आज चाहिँ हामीहरु जानला छौं बजार। आज चाहिँ एकदम मस्त रोमान्टिक भिडियो आउनेवाला छ है साथीहरु। ल आज चाहिँ के आउनेवाला छ भनेपछि मार्केट रियाक्सन बबाल। ओके, हामी चाहिँ रुममा छ अहिले। अब चाहिँ निस्किनुला छ। त्यही हो साथीहरु। ल च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक गरिदिनु होला। ल त्यही हो, हामी चाहिँ अब निस्किन्छ, बजार गएर मिल्नु पर्छ। ल साथीहरु, त्यही हो। गाइज क्या बोलते हाँ, चलो गाइज, हम लोग पहुंच चुके हैं मार्केट और सब्जी खरीदते हैं। ठीक है हामी चाहिँ बजार पुगिसकेको छौं हैन। अब चाहिँ हामी तरकारी किन्छौं र पब्लिक रियाक्सन कस्तो हुन्छ त साथीहरु। ल त्यही हो, देख्नु पर्ने हुन्छ। ल गाइस, त्यही हो। अनि मौसम चाहिँ गन्दा भइराखेको छ हैन, पुरै पानी पर्ने जस्तो भइराछ गाइस। क्या बोलते हैं? ठीक है, चलो देखते हैं गाइस पब्लिक रिएक्शन। क्या बोलते हैं? सबलाई माया छ गाइस। अब यहाँ तो माया कसम पानी पानी, हम तो पानी पानी हो गई गाइस। गोरे गोरे मुखरे काला काला चश्मा, देखते हैं गाइस। लिनुपर्ने चाहिँ हाम्रो साथीको छ हैन। हामीले चाहिँ लिन्न है गाइस। हाम्रो चाहिँ छ रुममा तरकारी। ल गाइस, मार्केटको मजा चाहिँ तपाईहरुले लिन सक्नुहुन्छ है। ल यही हो मार्केट। पानी पर्नेवाला छ, अब पर्छ एकछिनमा गाइस। त्यही हो। अब सब चलो देखते हैं गाइस। कटहर हमको पसंद नहीं है गाइस। चलो गाइस, हम लोग क्या क्या साग बोलते हैं और एक ये बोलते हैं करेला चुके हैं। ठीक है, क्या किनता है? अरे तुम्हारा मर्जी। बठिने नि अरे। चलो गाइस, देखते हैं पब्लिक रिएक्शन। वहां पर खिलाने भाई नहीं आओ खिला एक राउंड लगाई लगलो यार। पूछा यार हेलो इनके तलिका भाली करे हां
गंदा हो रखा है और पानी पड़ने वाला है गाइस, क्या बोलते। अठारह नासी यार, पानी पर्यो आसै नझर्यो, बाबुको रुमाल हमलाई चाहिँ मन नपर्यो। गाइस चलो चलते हैं और पानी पड़ने वाला है और हम लोग रास्ते में हैं, ठीक। क्या बोलते हैं गाइस, चलो। गंदी मौसम हो रखी है तो चलते हैं। और मार्केट में रिएक्शन वीडियो नहीं मिला गाइस, बहुत गंदा हो रखा, नहीं मिला गाइस। तो चलो चलते हैं रूम पे और रूम पे मिलते हैं गाइस, चलो। गाइस के भनौँ, अब बजार गएको महाकडक मार्केट रिएक्सन भिडियो भएन के, त्यस्तो सोचे जस्तो केही भएन गाइस। त्यही भएर हामी चाहिँ के सोच्यौँ, बजारबाट टक्क मासु ल्याऊँ हैन, मासु ल्याऊँ कडा पकाएर खाम भन्ने सोच भयो। यहाँ चाहिँ हाम्रो मासु पाकिरहेछ गाइस, लेभल चेक कर गाइस। काँक्रा सलाड भयो हैन गाइस, भात दाल, त्यही हो। हामी चाहिँ आउँदा यति पानी पर्यो नि गाइस, पुरै छोडिदिउँ गाइस, पुरै खतरा। तर यता चाहिँ पानी भइरहेको छ हैन, हाम्रा दुईवटा यो गन्डा दोषहरू हुन् महाकडक ल गाइस। त्यही हो, अब हामी चाहिँ मासु भात खान्छ र मौसम च्यालेन्ज हानिरहेछ, के गर्ने होला। जाडो रुझे पुरै, हामी चाहिँ रुच्दै आयौँ होइन पानी परेर, जाडो भइरहेछ गाइस, के गर्ने होला। ल त्यही हो, च्यानलमा नयाँ आउनुहुन्छ भने च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक गरिदिनु होला साथीहरू। त्यही हो, हामी चाहिँ अब खाना खानुपर्ने हुन्छ, म चाहिँ त्यो पनि देखाउँछु है त। ल त्यही हो गाइस, माया छ सबलाई। ल गाइस लेभल चेक कर मासु, गाइस लेभल चेक कर मासु सलाड गाइस, मासु लेभल चेक कर लेभल। ल यही हो नि मान्छे हो भनेको, यो गन्डावाला। ल गाइस हामी चाहिँ खानुपर्ने हुन्छ, अब खाएर मिल्नुपर्छ एकछिनमा ल है त। त्यही हो। ल साथीहरू, हाम्रो चाहिँ खानपिन भइसक्यो होइन, अनि हामी चाहिँ अब खानपिन गरेर म चाहिँ रुममा आइसकेँ, अनि साथीहरू पनि रुममा गइसक्यो होइन। अनि साथीहरू आज चाहिँ बिहानभरि दिनभरि पानी परेर, दिनभरि त परेन होइन, बिहान पर्यो अनि अघि न साँझ पर्यो होइन। अनि आज चाहिँ दिनभरि लाइन छैन होइन साथीहरू, के गर्ने होला। अब सुत्नुपर्ने हुन्छ हामीहरू, मतलब म सुत्नुपर्ने हुन्छ होइन। म चाहिँ यता बत्ती बालेछु, लाइन नभएर यहीँ बोर्ड छ होइन साथीहरू, लाइन चाहिँ छैन साथीहरू। ल त्यही हो, च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र भिडियो लाइक गरिदिनु होला। र अहिलेसम्म जसले सब्सक्राइब गर्नुभएको छैन सबैले सब्सक्राइब गर्नु होला। ल त्यही हो, यस्तै गरी साथ सपोर्ट दिइराख्नु होला। अब चाहिँ नेक्स्ट भ्लगमा मिल्नुपर्ने हुन्छ हामीहरू। ल साथीहरू त्यही हो, बाइ।